जय मसी यसु ख्रीष्टको नाममा यहाँ सबैजनालाई न्यानो न्यानो अभिवादन भन्न चाहन्छु। अनि विशेष गरी परमेश्वरलाई महिमा भएको होस्। आज चाहिँ म ब्लगहरू सुरु गर्दैछु। आजदेखि के सम्बन्धी ब्लग सुरु गर्ने हो भनेदेखि चाहिँ बाइबल विज्ञान र परमेश्वरको बारेमा ब्लग सुरु गर्दैछु। अनि बाइबल विज्ञान र परमेश्वरको बारेमा पहिलो भाग चाहिँ रहेको छ। पहिलो ब्लगको महत्त्व चाहिँ बाइबल बारे 7 वटा आश्चर्यहरू छन् है। अनि यो चाहिँ मैले पहिलो, दोस्रो, तेस्रो त्यस्तो गर्दै राख्नेछु, या भाग 1 भाग 2 गरेर राख्नेछु। मेरो च्यानलको नाम ग्लोरी टु जिजस हो। तपाईँले सब्सक्राइब पनि गर्न सक्नुहुनेछ, सेयर पनि गर्न सक्नुहुनेछ। आउनुहोस् हामी भिडियोलाई सुरु गर्नेछौँ। अनि यहाँनिर यस्तो लेखिएको छ, संसारमा हालसम्म प्रकाशित सबै पुस्तकहरू मध्ये बाइबल विविध क्षेत्रमा आश्चर्यपूर्ण छ। बाइबल बारे भएका विविध आश्चर्यहरूमध्ये यहाँ 7 वटा आश्चर्य बारे चर्चा गरिएको छ। आजको भिडियो चाहिँ सुरु गर्नेछु। पहिलो आश्चर्य एक तत्त्व चाहिँ के रहेछ त है। यो चाहिँ पहिलोको है, पहिलो आश्चर्य एक तत्त्व भाग 1 भिडियो। बाइबलका सबै पुस्तक लेखनलाई जम्मी 1500 वर्ष, झन्डै 1500 वर्ष लागेको थियो। बाइबल लेख्न 40 भन्दा बढी मानवीय लेखन संलग्न भए। ती लेखकहरू विभिन्न पेशा र क्षेत्रका थिए। अनि मोसा नि एउटा के हो त, मोसा भन्ने व्यक्ति चाहिँ कहाँको थियो भने मिश्र देशको विश्वविद्यालयमा तालिम प्राप्त अगुवा थिए। मोसा चाहिँ मिश्र देशको विश्वविद्यालयमा तालिम प्राप्त अगुवा चाहिँ थियो मोसा चाहिँ। अनि अर्को छ पत्रुस भन्ने नि तपाईँ हामी जस्तै मानिस हो है। अनि पत्रुस चाहिँ के हो त भनेदेखि मछुवा, जो चाहिँ माछा, उसको पेसा चाहिँ एकदम माछा। तपाईँ हामीले सबै स्पष्ट बुझ्छौँ, मछुवा थियो पत्रुस चाहिँ। अनि आमोस चाहिँ गोठालो थियो। योसु चाहिँ सेनापति, जो चाहिँ सेना, अहिले आर्मी पुलिस भने जस्तै सेना थियो त्यतिखेर चाहिँ। अनि नहेमिया चाहिँ मद्दा टक्र्याउने लुगा मध्य टुक्र्याउने लुगा वैद्य थियो, डक्टर थियो है। नहेमिया चाहिँ यो के हो त, लुगा टुक्र्याउने, लुगा अथवा लुगा सिलाउने है। नहेमिया चाहिँ त्यो थियो जो चाहिँ सिलाइ बुनाइको व्यक्ति थियो नहेमिया चाहिँ। अनि वैद्य सोलोमन चाहिँ के हो त, वैद्य भनेको के हो, डाक्टर हैन, वैद्य। अनि राजा सोलोमन चाहिँ राजा थियो। र पावल चाहिँ जो चाहिँ पाल बनाउने, जो चाहिँ टब्लिङ प्लास्टिक कम्पनी, टब्लिङ कारखाना कम्पनी जस्तै उसको पेसा चाहिँ के हो त, पावलको चाहिँ पाल बनाउने थियो। अनि रब्बी अनि दानियल चाहिँ प्रधानमन्त्री थिए। दानियल भन्ने व्यक्ति चाहिँ प्रधानमन्त्री थियो, जो चाहिँ के को हो त, दानियल चाहिँ एउटा तपाईँ हामी जस्तै व्यक्ति हो। लेखकका पेसाहरू मात्र
फरक फरक थिएन, तर लेखिएका स्थानहरू पनि फरक फरक थिए, लेख्ने स्थानहरू पनि फरक फरक थियो है त। मोसाले उजाड स्थानमा लेखे भने एर्मियाले कालकोठीमा लेखे। लुकाले यात्रामा लेखे भने यूहन्नाले पल्मोस टापुमा लेखे। दानियलले दरबारमा लेखे भने पावलले जेलखानामा लेखे। कसैले हर्षको टाकुराबाट लेखेका छन् भने कसैले उदासीको सङ्घारबाट, कसैले युद्धको समयमा लेखेका छन् भने कसैले शान्तिको समयमा, कसैले निश्चयताको समयमा लेखेका छन् भने कसैले आकाङ्क्षाको समयमा। बाइबललाई एसिया, युरोप र अफ्रिका गरी 3वटा महादेशमा मात्र लेखिएन, तर हिब्रू, आरामिक र ग्रीक गरी 3वटा भाषामा पनि लेखियो। पुरानो करारका अधिकांश भाग हिब्रू भाषामा लेखिए भने केही भाषा आरामिक, नयाँ करारलाई ग्रीक भाषामा लेखियो। हामी बाइबलमा कविता, ऐतिहासिक विवरण, गीत, स्मरण, व्यङ्ग्य, जीवनी, आत्मचित्र, कानुन, भविष्यवाणी, दृष्टान्त, रूपक आदि जस्ता विविध साहित्य शैलीहरू पाउँछौँ। बाइबलले यसै विषयलाई सम्बोधन गरेको छ। विवाह, पूर्ण विवाह अनि पूर्ण विवाह, पारपूर्ण समलिङ्गित व्यभिचार, पारस्परिक आज्ञाकारिता, परमेश्वरको प्रकृति, प्रकाश आदि जस्ता विभिन्न विषयहरू बाइबलका पानाहरूमा अभिलिखित छन्। यति धेरै भिन्नता भए तापनि हामी बाइबलमा एकता पाउँछौँ। अनेकतामा एकता बाइबलले विशेषता हो। बाइबलको एक तत्त्व यसमा आश्चर्यपूर्ण चरित्रहरूमध्ये एक हो। मानवीय परिप्रेक्ष्यबाट हेर्दा असम्भव जस्तो लागे तापनि हामी बाइबलमा एउटै मुख्य विषयवस्तु पाउँछौँ। मानव जातिको छुटकाराको लागि परमेश्वरको योजना है, परमेश्वरको चाहिँ योजना हुन्छ। जय मसी। आजको भिडियोमा चाहिँ यही कुराहरू रहेको छ। तपाईले बिस्तारै अनि पज गर्दै सुन्न सक्नुहुनेछ। अर्को भिडियोमा चाहिँ हामी ल्याउनेछौँ। अर्को भिडियो चाहिँ के छ भने चाहिँ
अर्को भिडियोमा चाहिँ दोस्रो आश्चर्य चाहिँ अनुवाद रहेको छ है। दोस्रो भिडियोमा चाहिँ अनुवादको बारेमा रहेको छ। हुन्छ, सबैजनालाई जय मसी।